म किरण थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्री। केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर जहाँ चाहिने अहिले भक्तजनहरूको अहिले उल्लेख्य मात्रामा दिन प्रतिदिन बढिराखेको छ। अहिले स्वदेशी मात्र नभइकन विदेशी भक्तजनहरू जहाँ हाम्रो छिमेकी राष्ट्र भारतबाट भगवान् शिवजीको दर्शनको लागि आइराख्नु भएको छ र यो मन्दिरको संरचना पूर्वाधार अहिले पनि तयार हुँदै गइराखेको छ। विगत आजभन्दा 16 वर्ष अगाडि केदारनाथको शिर घोषणा भइसकेपछि 2066 साल भाद्र 6 गते केदारनाथको शिर घोषणा भइसकेपछि यो डोलेश्वर मन्दिर नै केदारनाथको शिरोभाग हो भनेर घोषणा भए पश्चात अहिले यसका चाहिँ संरचनाहरू मूल मन्दिर, पाञ्चायन मन्दिर, धर्मशाला, त्यसै गरी चौबन्दी सतल, ढुङ्गेधारा लगायतका धेरै संरचनाहरू तयार भएको छन् र यसको महत्त्व अहिले दिन प्रतिदिन बढ्दै गइराखेको छ र भक्तजनहरूको एउटा आस्थाको केन्द्रको रूपमा विकास भएको छ। यो मन्दिरको कारणले गर्दाखेरि अहिले आन्तरिक तथा बाह्य पर्यटकीय क्षेत्रको रूपमा विकास भएको छ। त्यसकारण पनि म सम्पूर्ण भक्तजनहरूलाई एकचोटि केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरको दर्शनको लागि म अनुरोध गर्न चाहन्छु।